स्टिम मात्रै बस्नुहुने? हजुर त्यही भनेर आएको। स्टाफसँग बस्नुहुन्छ कि एक्लै? स्टाफसँग पनि बस्नु मिल्छ? हाम्रोमा चाहिँ छ व्यवस्था। त्यो अब हजुरको इच्छा, अब एक्लै बस्नुहुन्छ कि स्टाफसँग बस्नुहुन्छ? स्टाफसँग बसेको कति लाग्छ? स्टाफसँग बसेर चाहिँ 1000 रुपियाँ छ। हजुर एक्लै बस्नुभयो भने चाहिँ 500 रुपियाँ हो। अब तपाईँ सधैँ बसिराख्नु भएको छ, एक्लै बस्दा सक्नुहुन्छ भने चाहिँ बस्नुहोस्। होइन नि त्यही गाह्रो हुन्छ कि, एक्लै बस्दा अलिक गाह्रो हुन्छ नि त। अब कुराकानी गर्न पाइँदैन, यतिकै बसिरहन बोर हुन्छ। त्यही भएर चाहिँ स्टाफ राख्ने भने हो। साथी चाहिँ यसो ट्राई गरौँ त स्टाफसँग। हुन्छ, अब यसो गफ गर्दै बस्न पाइन्छ, कुराकानी हुन्छ भन्ने मात्रै। मसाज चाहिँ हुन्छ, मसाज चाहिँ गर्नु न? मसाज स्टिम बसेपछि गर्नुहुन्छ? हुन्छ 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 ठिक छ ठिक छ। ल स्टाफसँग बस्नु नि त आज के कस्तो हुँदो रहेछ होइन, फर्स्ट टाइम होइन। ग्रुपमा बस्दाखेरि चाहिँ अब भइहाल्छ, ग्रुपमा बस्दा त केही प्रब्लम भएन नि त। अनि स्टाफसँग बस्यो भने तपाईँलाई अलिकति सजिलो हुन्छ भनेर।